कहाँ जाँदैछु भन्दाखेरि हामी त्यही अब जाँदैछु होइन, कहाँनिर जाँदैछु अहिले देखाउँछु तपाईँहरूलाई होइन। एकदम यो पनि अब आज पनि एउटा सरप्राइज छ नि त। एकदम दामी देख्दैछ यहाँबाट माथिबाट यो कस्तो गरम रहेछ नि। अब कसलाई खेल्छ अरे यो चाहिँ यहाँनिर हेर्नु न बगरमा चाहिँ। अब हेलो गाइस, आज त हामी कहाँ जाँदैछु भन्दाखेरि हामी त्यही अब जाँदैछु होइन, कहाँनिर जाँदैछु अहिले देखाउँछु तपाईँहरूलाई होइन। एकदम यो पनि अब आज पनि एउटा सरप्राइज छ नि त। अब सरप्राइज भन्दा पनि अब म चाहिँ नआएको जग्गा हो तपाईँहरूको लागि। अब तपाईँहरू त आउनु भएको होला पहिला है, मलाई त अब थाहा छैन कहाँ छु म भनेर अहिले होइन। अहिले भन्दा त म बिजनबारीमा छु, तर अहिले कहाँनिर जाँदैछु भने मलाई त्यही थाहा छैन नि त कहाँनिर हो भनेर है। अन्त यो चाहिँ मेरो साथीले लाँदैछ नि त मलाई। अब यसले कहाँ लाँदो रहेछ अब है, घुम्ने जग्गा छ भन्दैछ नि त अगाडि। अब कहाँ चाहिँ छ घुम्ने जग्गा है, हेर्नुहोस् है तपाईँले पनि अगाडि। अब हेर्दै गर्नुहोस् है, पुगेपछि देखाउँछु म तपाईँलाई है। सो गाइस, हामी चाहिँ यहाँ गाडी उठिसकेको छौँ होइन। अब कहाँ जानुपर्ने हो, कता जानुपर्ने हो, यसले लागेर जान्छ मलाई अब है। यहाँबाट चाहिँ नजाराहरू दामी देख्दो रहेछ, यहाँबाट चाहिँ एकदम सिँढी सिक्यो हेर्नु सक्नुहुन्छ तपाईँले। नजारा त एकदम दामी देख्दो रहेछ यहाँबाट माथिबाट यो। यहाँबाट अब जान आँटेको नि अब हेर्नुहोस् गाइस है, एकदम राम्रो छ जग्गा है। अब कहाँ जानुपर्ने कता जानुपर्ने अब यसले भन्छ। हेर्दै गर्नुहोस् गाइस अगाडि पनि है। अब हिँडेर जानुपर्दो रहेछ नि यहाँबाट चाहिँ होइन। होइन भाइ भन्दै के हालेको छु नि जाँदै हालिदिनु आज ढुङ्गा चाहिँ ल। र गाइस अब खोला खेल्नु मन लागिसक्यो मलाई त है। अस्ति पनि खोला खेलेको थियो, मजा आएको थियो। यहाँ चाहिँ अलिकति तलै आउनु पर्दो रहेछ नि त। हामी बसेको माथि नि है भाइ, त्यो डाँडामा नि है, त्यो डाँडामा हामी बसेको चाहिँ अहिले त्यहाँबाटै आएको हामी फिलहाल। भनिदेऊ भाइ मेरो च्यानलमा कोही कुछ क्या बोल्छु भाइ, भन्दैन यार, के भन्नु, लाइक शेयर सब्सक्राइब भन्दै लाइक सब्सक्राइब अनि सेयर गरिदिनुहोस् होला। जति सक्दो फलो गरिदिनुहोस् होला यसलाई पनि हाम्रो युट्युबरको फर्स्ट पोजिसनको उयो बनाइदिन्छ होला युट्युबर है। ल गाइस हेर्दै गर्नुहोस् होला अगाडि पनि है, के देख्छु तपाईँले। म कता कता डुल्दैछु आजकल घरमा आएर चाहिँ। सो गाइस यो चाहिँ बाटो हो होइन, यस्तो घाममा हिँडिरहेको छु मैले है, तपाईँहरूलाई देखाउनुको लागि भए पनि होइन। अब भ्लग बनाउनु यति सजिलो पनि छैन है, अलिक मुस्किलै छ भनौँ न। अब घाममा यस्तो घाममा हेर्नुहोस् त हिँडिरहेको छु म है, तपाईँहरूलाई देखाउनुको लागि भए पनि होइन। यस्तो यस्तो जग्गा जाँदैछु भनेर हेर्नुहोस्। बाटो हिँडेर माथि गाडी त्यो राखेर आयो नि त हामीले। त्यहाँबाट मुनिबाट पनि आउँदो रहेछ गाडी त आउनु चाहिँ कि, तर अहिले अजय एयरपोर्ट आउनु भएको, अजय एयरपोर्ट सर आउनु भएको रहेछ नि त। त्यही भएर चाहिँ हामी चाहिँ हिँडेर आयो नि, त्यहाँ ब्लक भइरहेको छ नि बाटो। तर त अहिले हामी हिँडेर आउँदैछु, बाटो जाँदैछु। यो बाटो चाहिँ हेर्नुहोस् तपाईँले कस्तो लाग्छ है, यस्तो रहेछ बाटो चाहिँ। यहाँनिर माथिसम्म चाहिँ अलिक त्यो सिमेन्ट गरिदिएको रहेछ हो, यहाँबाट चाहिँ गरेको रहेछ नि त। यहाँबाट त अलिक राम्रो रहेछ नि त। अन्त यहाँ जहाँ जहाँ अप्ठ्यारो छ त्यहाँ त बनाइदिनु भएको रहेछ उहाँले है। एकदम राम्रो रहेछ जग्गा पनि, राम्रो लाग्यो। अब पुग्नु आँट्यो हामी है, हेर्नुहोस् होला अगाडि देखाउँछु तपाईँलाई कहाँ आएको रहेछ हामी भन्दाखेरि चाहिँ। अब तपाईँलाई देखाउँछु, जाँदैछु म गल्यो यार। बाटो चाहिँ यही हो है, यस्तो प्रकारको सिमेन्टको बनाइदिएको छ है, राम्रो लाग्यो। हाम्रोमा यत्तिकै बनाइदिएको भए त हुन्थ्यो अहिले है। फाइनली हामी त पुगिसकेको छौँ यहाँनिर है। यो चाहिँ बालावास भन्ने जग्गा तपाईँले सुन्नु भएको होला होइन। आउनु कतिजना आउनु भएको छ होला, कतिजना चाहिँ आउनु भएको छैन होला नि त। त्यही हो, यहीँ आएको थियो हामी चाहिँ आज त है। अब हेर्नुहोस् होला कस्तो भएछ, अगाडि पनि गएर देखाउँछु तपाईँलाई है। यहाँ चाहिँ खोलाहरू रहेछ नि, दामी रहेछ खोला पनि है, एकदम दामी लाग्यो मलाई यहाँ चाहिँ। हेर्नुहोस् गाइस एकदम दामी नै छ यहाँ पनि। अब जानु दिन्छ कि दिँदैन त है, बन्द होला के, बन्द पो रहेछ त आज त यार। ब्रिज त आज बन्द रहेछ, यहाँ देख्नु सक्नुहुन्छ तपाईँले है। यही हो ब्रिज चाहिँ, बन्द भनेको त खुलै रहेछ आज है। यहाँबाट खोलाको नजारा हेर्नुहोस् न एकपल्ट, आम्मा बगर रहेछ यहाँ त खोलाको त्यो। हेर्नुहोस् यहाँनिर जुत्ता खोला जानुपर्ने रहेछ होइन, रिमुभ योर सु अरे हो, यस्तो रहेछ जग्गा चाहिँ यहाँनिर है। एकदम दामी लाग्यो मलाई चाहिँ। जुत्ता त मैले खोलिसकेको छु होइन, जुत्ता त बोकेर हिँड्नुपर्ने रहेछ हो। अब पुलतिर त मलाई अलिक डर लाग्छ हो। अनि यहाँ जाँदैछु अब अगाडि है। जय श्रीराम, जय भोलेनाथ। हामी चाहिँ आइसकेको छौँ है। यहाँ कति दामी हावा आएको हेर्नुहोस् न गाइस, एकदम के हो टिलिक परेको है। हेर्नु त भुइँहरू पनि पट्टाइ पनि टिलिक परेको, एकदम दामी थियो। अब मलाई यहाँनिर चाहिँ अलिकति डिसब्यालेन्स हुन्छ जस्तो लाग्यो। अब कसरी जानुपर्ने हो कुनै, मलाई त एकदम डर लाग्यो त यार यहाँबाट जानु त। अब यो खुट्टा ताकिसक्यो एक त। ओइ ओइ ओ प्रशान्त, अब मलाई त यहाँ डर लाग्यो जानु है। कसरी जानुपर्ने हो मलाई थाहै छैन के हो कसो है।
मेरो साथी त उएर पर पुगिसक्यो नि त म चाहिँ यहाँ बिच बाटोमा त अड्किरहेको छु कि मलाई चाहिँ यहाँ हिँड्नै डर लाग्यो क्या गाइस हेर्नु न कहिले त्यस्तो पुल म आएकै छुइनँ चढेको छुइनँ कि खुट्टा पनि यस्तो तात्यो कि अब फर्किनु कि के गर्नु भइरहेको छ मलाई चाहिँ यहाँनिर अब यस्तो बिजोकमा हातमा चाहिँ जुत्ता बोकेर हेर्नु न अब घुम्दैछु नि म चाहिँ अब साथी चाहिँ उहाँ पुगिसक्यो पारी हो मलाई चाहिँ अलिक डर लाग्यो क्या यहाँबाट जानु पनि अब यहीँ बस लाग्छ म चाहिँ अब यहाँनिर ऊ तल त गाडी हिँड्दो रहेछ हो गाडी हिँड्ने बाटो बनाएको रहेछ अहिले त फिलहाल स्कुटी जाँदैछ तलबाट चाहिँ हो एकदम दामी नै लाग्यो जग्गा चाहिँ ब्युटिफुल हेर्नु न कति दामी मौसम भइरहेको छ यहाँनिर है यो हो नि त जग्गा भनेको चाहिँ यस्तो हुनुपर्छ है गाइस ए बस लाग्छ छ म अब उता जानु सक्ला जस्तो त छैन पुरा उयो भयो क्या डर लाग्यो क्या मलाई जानु पनि अब हेर्दै गर्नुहोस् गाइस है अगाडि पनि देखाउँछु तपाईँलाई अहिले म यहाँ चाहिँ अहिले म फिलहाल बसिदिरहेको छु पुलको बिचमा चाहिँ म बसिरहेको छु तर मलाई डर लाग्यो क्या उता जानु चाहिँ यार उता त मजाले गइने आँखा चिनमा गरेर गयो कि कुनै खट्टापट्टि हिँड्ने मलाई छोडिराखेर हो एउटा दासिङ म चाहिँ यहाँ बसिदिरहेको छु हेर्नु न ऊ चाहिँ आउँदैछ नि त हो ऊ मैले बोलाएको थिएँ ल अघि आएन सुनेन म यहाँ खोला खेल्नु जाउँ भन्दैछु ऊ आयो कसरी आउँछ होला है प्रभु मलाई त हेब्बी डर लाग्यो नि तँ त मजाले हिँड्छस् त भाइ मलाई डर लाग्यो यार टेक्नु पनि हेर्नु न गाइस यहाँ टेक्नु पनि डरसरी भइसक्यो मलाई त स्काई ब्रिज मैले आउँछु भन्दा पनि यहाँ पनि आइसकेँ म है फिलहाल फाइनली म त यहाँ आइसकेँ तर यो ओह्रालो हेर्दाखेरि त साह्रै डर लाग्यो क्या मलाई चाहिँ हेर्नु न जुत्ता चत्ता राखे पनि केही पनि छैन कि पुरा तातो भइसक्यो त्यही भएर बसेको त म यहाँनिर अब हेर्नु न गाई यस्तो डर लाग्दो रहेछ यहाँ मुनि चाहिँ अब कहाँ हिँड्नु भनेर हुन्छ भाइ उता छ नि मेरो यहाँ यस्तो डर लाग्यो कि मलाई अहिले आउँदा कता आउने मुनि उठाउनु ओके गाइस लु म जाँदैछु फाइनली उयो तर उता जाउँ पौडी यसो चुमचुम खेल्यौँ ल ओके ल गाइस म जाँदैछु यहाँबाट मलाई पक्रिन भाइ डर लाग्छ नि त ब्रो आम्बो अब म चाहिँ गइदिइरहेको छु होइन गाइस यहाँ पुरा डर लाग्यो नि त मलाई लु अब पनि अब साथीले आँट दियो न मलाई लु जाउँ भनेर हात पक्रेर दिँदैछ यहाँ न अब बुढी यस्तै नि अब के खेल्नु यहाँबाट फोटो खिच्नु अरे गाइस तपाईँहरू है गाइस सो फाइनली गाइस मैले त पुल तरिसकेँ है यो ग्लासको चाहिँ मलाई पुरा डर लागेको थियो नि एकदम होइन फाइनली मैले त तरिसकेँ होइन साथी गाँठले भए पनि यति मलाई त डर लाग्छ नि त पुलहरू तर्नु त भनेपछि त हेब्बी डर लाग्दिन्छ नि त क्या त्यही भएर म पुलको बाटो हतपत हिँड्दिनँ क्या त्यो भएर चाहिँ मलाई पुरा डर लागेर चाहिँ म साथी गाँठले चाहिँ यहाँसम्म आइपुगिसकेँ र अब हामी चाहिँ यहाँ तल खोला खेल्नु जाँदैछौँ तल खोला खेल्नु भन्दैछ तर यहाँ हल्का खोला खेल्ने सिस्टम त छैन रहेछ बगर जस्तो रहेछ होइन उनीहरू सुतेको यो हेर्नु न अब यहाँनिर लम पछार छ यहाँनिर शीतल भइरहेको छ क्या यहाँ चाहिँ एकदम दामी लाग्यो क्या यो जग्गा चाहिँ ब्युटिफुल फेबल हाउस भन्नुहोस् त हेर्नु न यहाँको सिनहरू चाहिँ यो जग्गा त आउने मलाई धेरै इच्छा थियो नि त तर आज फाइनली आइपुगिसकेँ म है र अब चाहिँ हामी खोला खेल्नु गएको नि हो खोला खेल्नु जाँदैछु अब चाहिँ है हामी यहाँनिर त्यो दादा पनि तल पुगिसकेको हेर्नु न पुलमा आएर पनि ल गाइस तल भेटौँ है सो गाइस फाइनली हामी चाहिँ यहाँनिर आइपुगिसक्यौँ है बगरमा कस्तो गरम रहेछ नि खोला खेल्छ अरे यो चाहिँ यहाँनिर हेर्नु न बगरमा चाहिँ अब म खेल्दिनँ यहाँनिर यस्तोमा खेल्छ गाइस यिनीहरूलाई भनिदिनुहोस् त हाम्रो गाउँमा कस्तो छ खोला भनेर बगर त आइसक्यो फाइनली आयो मुखमन्त्रीहरू जान लाग्छ यहाँबाट चाहिँ यस्तो सुकुन रहेछ यहाँनिर सो गाइस हामी चाहिँ एउटा फर्किसकेको अब फर्किँदैछु बाटोमा है यहाँ चाहिँ अब यो यस्तो ब्रिजमा त मलाई डर लाग्थ्यो नि त अहिले त नडराइ पनि भयो नि अब है एकपल्ट पक्रियो मलाई ल अब नडराइ पनि हुने रहेछ यहाँनिर चाहिँ है यहाँनिर पनि धेरैजनाहरू आउनु भयो नि त अब के को डर है लु जाउँ हामी ल अब त हेर्नुहोस् गाइस म मजाले हिँड्दिन्छु यहाँ ठक टकी हो यस्तो छ यहाँको त पारा चाहिँ ठिकै छ जे होस् से होस् है ल यहाँबाट चाहिँ हामी फर्केको होइन अब अलिअलि अब कपाल काटौँ भनेको नि त कपाल काट्नु पनि हामी चाहिँ आइसकेको माथि दोकानमा है यहाँ कोल्ड ड्रिङ्कहरू खाँदैछ हामी चाहिँ आलुमी खाना आँटेको अब यहाँनिर चाहिँ खाना खाएर लाग्दिने हो घर है यो अगाडि है बरबाट फर्किसकेको हामी यहाँ बसेर चाहिँ अब यहाँ हल्का खाइदिने कोल्ड ड्रिङ्कहरू यी हाम्रो आइपुगिसक्यो अहिले हो अनि बाटोको चाहिँ देखाउनु पाइनँ है यस्तो गरम थियो नि त अहिले गरम पनि निकै थियो त्यो भएर देखाउनु पाइनँ सो थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो होइन सबैलाई धेरै धेरै धन्यवाद छ तपाईँले हेरिदिनु भएकोमा है अर्को भिडियोमा भेटौँ है थ्याङ्क यू बाई बाई